आज हामी सनफ्लावर सिक्न गइरहेको छौँ। त्यसको लागि हामीलाई गोलो सर्कल बनाउने, माथि लाइन, तल लाइन, दायाँ लाइन, बायाँ लाइन र बीचको भागमा पनि लाइन बनाउँदै जानुपर्छ। यसरी छड्के लाइन, अर्को पनि यसरी सनको सेपमा हामीले चाहिँ यो गोलोको धर्काहरू तान्नुपर्छ र त्यसको लागि चाहिँ हामीले यो वरिपरि चाहिँ अब हामीले यो लाइनहरूमा सनफ्लावरको लागि पेटल्सहरू भर्दै जाने। लाइन चाहिँ बिचमा हुने गरिकन हामीले लाइन तान्दै जाने र बीचको लाइनमा पनि हामीले ग्यापहरू भर्नको लागि लाइन तान्दै पातहरू बनाउँदै जाने। यसरी सबै एक राउन्ड हानिसकेपछि अब हामीले चाहिँ तलको डन्टी बनाउनको लागि हामी सिधा धर्का तल तान्छौँ हैन। त्यसपछि चाहिँ हामीले चाहिँ अब लिफ बनाउनको लागि माथि र तल लाइन तानेर अब हामीले अलिकति ग्यापहरू छोडेर तल हामीले चाहिँ यो पुरा घेरा लगाउँछौँ र बीचको लाइन पनि हामीले तान्न पर्ने हुँदैन। यसरी पातहरू बनाएपछि बीचको भागमा हामीले डट डट